आदरणीय आजका मुख्य अतिथि तथा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेज्यू, जुम सालघारी समष्टिका माननीय विधायक तथा यस कार्यक्रमका संरक्षक श्री मदन सेन्चुरीज्यू, सिक्किम सरकार आयुष विभागका सल्लाहकार तथा यस कार्यक्रमका संरक्षक श्री अर्जुन कुमार घतानीज्यू, आयोजक समिति, विशिष्ट अतिथिगण लगायत सम्पूर्ण दर्शकवृन्दहरूमाझ हामी नमस्कार टक्राउन चाहन्छौँ। सर्वप्रथम आयोजक समिति सिक्किम विश्वकर्मा कामी कल्याण समिति यहाँहरूलाई हामीलाई यो सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। आज हामी कर्थोक याङथोङ सोरेङ जिल्लाबाट कर्मज्योति समाज यहाँहरू सामु विश्वकर्मा प्रतिभा सम्मान दिवसको यस ऐतिहासिक अवसरमा हाम्रो नृत्य नाटक प्रस्तुत गर्न गइरहेका छौँ। यस नाटक मार्फत हामी लोहार समुदायको कठोर परिश्रम, सामाजिक योगदान र हाम्रो दैनिक जीवनसँग जोडिएका महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गर्न गइरहेका छौँ र हामीलाई आशा छ तपाईहरूले यो हाम्रो प्रस्तुतिलाई मन पराइदिनुहुनेछ। अब यहाँहरूबाट अनुमति लिँदै हामी हाम्रो नृत्य नाटक प्रस्तुत गर्न चाहन्छौँ। यो एउटा सानो गाउँको कथा हो। यो कथा दुई छिमेकी पात्र ठुले र काइला बारे छ। ठुले जो लोहार हो, ऊ दिनभरि आँगनमा हथौडी र फलाम समाएर बस्छ र त्यसैले नै उसको घरको चुल्हा बल्छ। एक दिन ऊ यसरी नै आँगनमा काम गरिरहेको बेला त्यसै गाउँका छिमेकी काइला त्यहाँ आइपुग्छ। नमस्कार काइला भाइ। बस न काइला भाइ। एका बिहान कतातिर हो काइला भाइ? यसो तपाईँलाई नै भेटौँ भनिरहेको नि दाजु। ए ठिकै छ नि काइला भाइ। के कति काम ल्यायो काइला भाइ? यसो डाँडाकाँडा बारीतिर जाँदा हात साह्रै खाली भएको जस्तो लागेर एउटा पुरी बनाइदिनुहुन्छ कि भनेर आएको नि दाजु। ए ठिकै छ नि काइला भाइ, म बनाइदिइहाल्छु नि। कस्तो खालको पुरी चाहिएको भन त काइला भाइ? साह्रै ठुलो पनि होइन, यसो दाउरा हाँगाहरू काट्ने भयो हुन्छ दाजु। ए ठिकै छ नि काइला भाइ, बनाइदिइहाल्छु। अनि भयो भने आज भोलिमै बनाइदिनुहोस् न हौ दाजु। ओहो काइला भाइ, आज भोलि नै त अलिकति साह्रो नै पर्छ। हतियार बनाउनलाई समय र मेहनत पनि त चाहिन्छ। हो नि ठुल्दै। फेरि सबै हतियारहरू लिएर भोलि मलाई गान्तोक पनि जानु छ। गान्तोक? गान्तोक चाहिँ किन दाजु? ओहो तिमीलाई थाहा छैन? भोलि गान्तोकमा मनन केन्द्र भवनमा विश्वकर्मा प्रतिभा सम्मान दिवस हुँदैछ नि। त्यहाँ हाम्रा माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेज्यू पनि आउनुहुँदैछ नि काइला। ओहो साह्रै राम्रो कुरा पो गर्नुभयो त हौ दाजु। म पनि जानु पर्यो। जाउँ न जाउँ पहिला, त्यहाँ गएर हामीले केही राम्रो कुरा सिक्न सकिन्छ, जान्न सकिन्छ। त्यहाँ हाम्रा माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेज्यूले हाम्रो कति विकासका काम गरेका छन्, कति हामीलाई सहयोग गरेका छन्, थाहा छ तिमीलाई काइला? हो नि दाजु। फेरि हाम्रा त्यहाँ सारा सिक्किमे आमा बुवा दाजुभाइ दिदी बहिनीहरू आफ्नो नाच प्रदर्शनीको लागि पनि आउनुहुँदैछ नि काइला। ल काइला, तिमीलाई पनि डाँडाकाँडा हिँडेकोले थकै लाग्यो होला, मलाई पनि बिहानदेखि काम गरेकोले होला अलिकति तिर्खा लाग्ने जस्तो पनि लाग्दैछ। हामी एक काम गरौँ, चिया पिउँ न काइला? हुन्छ ठुल्दै। यतिकैमा ठुलेले ठुलीलाई ठुलो स्वरमा बोलाउँछ। आमा, ए सानकी आमा, सुन्यौ त? यहाँ काइला भाइ आएका छन्। तातो मरिचको चिया लिएर आऊ त। ल ल्याइहाले। यी काइला हेर त, भोलि लाग्ने हतियारहरू कस्ता छन्? ओहो तपाईँले बनाउनु भएको हतियार नराम्रो हुने त कुरै छैन नि दाजु, धेरै राम्रो छ। ए हो र काइला? हो नि दाजु। यतिकैमा ठुली चिया लिएर आइपुग्छ। साह्रै खाँचो परेर दाजुले एउटा खुकुरी बनाइ माग्नु आएको नि भाउजू। त्यही त, पहिले पनि अब काइलाले अलिक हतार नै गर्दछन्। काइलाले हतियार छिटै बनाइदिनु भनेर। अब मलाई पनि भोलिको लागि अलिक हतार नै छ।
अन्त काइलालाई पनि भनेको मसँगै जाउँ भनेर नि। ए राम्रो हो नि, कार्यक्रममा राम्रो कुरा सिक्न जान्न पनि त पाइन्छ। दाजुभाइ जाँदा भयो नि। ए साँच्चै कार्यक्रम भन्दाखेरि त हाम्रो छोराछोरी जान्छु भनेर बिहानदेखि ढिप्पी गरिराखेको थियो। जाउँ न त जाउँ। यतिकैमा ठुलीको छोरा पनि त्यहाँ कराउँदै उफ्रिँदै त्यहाँ आइपुग्छ। आमा बाबा यहाँ सुन्नुहोस् न, हाम्रो दिदी त कार्यक्रममा नाच्नु हुँदै रहेछ। म पनि दिदीको नाचेको हेर्न जान्छु नि। जान त जा। बुवा आमाकोबाट जाने मन्जुरी पाएपछि त्यहाँबाट रमाउँदै जान्छ। हुन्छ बाबा। ल त काइला, मलाई पनि अलिक भोलिको लागि हतार नै छ। अब भोलिको लागि सामान पनि त जुटाउनु पर्यो। अहिलेलाई म पनि लागेँ त काइला। हुन्छ दाजु, भोलि भेटौँ न त त्यसो भए। ल है, म पनि लागेँ है दाजु भाउजू। ल काइला। यसरी नै उनीहरू त्यहाँबाट हतियार लिएर गान्तोक जान्छन्, किनकि त्यस दिन उनीहरूको हतियार प्रदर्शनी पनि रहेको हुन्छ र नानीहरूको नाच पनि रहेको हुन्छ र उनीहरूले बनाएको हतियार प्रशंसा सारा बजारभरि फैलिन्छ र उनीहरू जोस र उमङ्गका साथ आफ्ना नानीहरूको नाच हेर्न जान्छन्।
आफ्ना नानीहरूको यति मिठो नाच देखेर काइला ठुले अनि ठुले सबै गर्व अनि खुसीले भरिन्छन्। उनीहरूलाई लाग्छ आफ्नो संस्कृति परम्परा र भाषालाई जोगाउनै पर्ने रहेछ भन्ने कुरा उनीहरूको मनभित्र खिल्छ। ठुले र काइला हतियारको चर्चा बजारभरि फैलाई त्यस दिन उनीहरू घर फर्कन्छन् र तेस्रो दिन यानि भोलिपल्ट उनीहरूको साँझमा फेरि भेट हुन्छ र हिजो कार्यक्रममा देखेका सुनेका कुराहरूबारे फेरि चर्चा गर्छन् र उनीहरू एक आपसमा चर्चा गर्दाखेरि उनीहरूलाई लाग्छ कि यी सबै त केवल काम र मनोरञ्जन मात्र होइन, यी त हाम्रो परम्परा संस्कृति र भाषा जोगाउने अमूल्य धरोहर हुन्। यदि यसलाई हामीले बचाउन सकेनौँ भने फलाम जस्तै खिया लागेर हाम्रो अस्तित्व नै सङ्कटमा पार्न सक्छ। त्यसैले नै श्रमको सम्मान गरौँ, परम्परालाई जोगाउँ र हाम्रो संस्कृतिलाई गर्वसाथ अघि बढाउँ। र अब यति भन्दै हाम्रो यो छोटो प्रस्तुति यही राख्दै हामी हजुरबाट ओझल हुन चाहन्छु। धन्यवाद।